आफ्नो छोराछोरीले अस्ट्रेलियामा खर्च धान्न कतिको सजिलोसँग सकिरहेका छन्। फेरि विद्यार्थीहरूलाई चाहिँ कामको लिमिटेसन पनि हुन्छ। तिम्रो आफै गर, म अब सक्दिनँ, तिमीहरूले आफै कमाएर पढ्नु। फलानाको छोराले यति पठाइसक्यो, घडेरी जोडिसक्यो, यहाँ चाहिँ जुवाहरू खेल्ने ठाउँहरू प्रशस्त हुन्छन्। त्यो खाले आफै दुर्व्यसनमा फसेको छ भने उसलाई त्यो सामाजिक सञ्जालमा अरूले के गरिरहेको छ मतलब पनि हुँदैन। आफ्ना साथीभाइहरू नातेदारहरू छन् भनेदेखि उनीहरूलाई चाहिँ भन्नुपर्छ, ए मेरो छोराछोरी त्यहाँ छ, उनीहरूलाई चाहिँ यसो बारम्बार फोन गर्ने अथवा कहिलेकाहीँ घरमा बोलाउने। नेपालमै हुँदाखेरि पनि छोराछोरीहरू कुलतमा फसिसकेको छन्। नमस्ते, मेरो नाम सञ्जीव पाण्डे हो। म सिडनी स्थित मण्डला लिगलको प्रिन्सिपल लयर हुँ। आजको यो भिडियो मैले विशेष गरी नेपालमा रहनुभएका अभिभावकहरूको लागि भनेर बनाएको छु। ती अभिभावकहरू जसले आफ्ना छोराछोरीलाई पढ्नको लागि अस्ट्रेलिया पठाउनु भएको छ अथवा पठाउने बारेमा सोचिरहनु भएको छ र अस्ट्रेलिया मात्रै होइन अरू देशहरू चाहे अमेरिका होस्, क्यानाडा, बेलायत, न्युजिल्यान्ड, जापान अथवा भारतमै किन नहोस्, यी देशहरूमा आफ्ना छोराछोरी पढिरहेका छन् भने अथवा पढ्न पठाउने बारेमा सोचिरहनु भएको छ भने उहाँहरूले के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ अनि त्यो बारेमा जानकारी लिएर आएको छु। अस्ट्रेलियाको सन्दर्भमा भन्नुहुन्छ भने म आफै आजभन्दा 18 वर्षभन्दा अगाडि म विद्यार्थीको रूपमा अस्ट्रेलिया आएँ। 2 वर्ष विद्यार्थी जीवनपछि 15 वर्ष अगाडिदेखिबाट मैले आफैले यो एज अ माइग्रेसन एजेन्ट सुरुमा र पछि सोलिसिटरको रूपमा, लयरको रूपमा मैले विद्यार्थीहरूलाई परामर्श दिँदै आइरहेको छु। विद्यार्थी मात्र होइन, नेपाली समाज मात्र होइन, अन्य कन्ट्रीका इमिग्रेन्टहरूदेखि लिएर यहीँ अस्ट्रेलियनहरूलाई समेत उहाँहरूलाई आवश्यक पर्ने कानुनी सल्लाहहरू मैले चाहिँ दिँदै आएको छु। यो क्रममा मैले आफ्नो विद्यार्थी जीवनमा पनि र त्यसपछि परामर्शक्रममा थुप्रै नेपाली विद्यार्थीहरू अथवा चाहिँ नेपालबाट यहाँ आएर विभिन्न पेसा व्यवसाय गरिरहनुभएकाहरू, यहाँ राम्रैसँग स्थापित भइसक्नुभएकाहरू धेरैजनालाई चाहिँ भेट्ने गर्छु। त्यसैले नेपाली समाजमा भइरहेका समस्याहरूसँग म परिचित नै छु नजिकबाट। त्यसमा चाहिँ मैले आफूले अब्जर्भ पनि गरिरहेको हुन्छु, आफू इन्भल्भ पनि भइरहेको हुन्छु र त्यसको आधारमा अस्ट्रेलियामा आएर यहाँ पढिरहेका विद्यार्थीहरूको के कस्ता समस्याहरू छन् र विशेष गरी आजको यो भिडियोमा चाहिँ नेपालमा रहेका अभिभावकहरूले चाहिँ अस्ट्रेलियामा छोराछोरी पठाइसक्नु भएको छ भने के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा यो भिडियो लिएर म आएको छु। सबैभन्दा पहिलो कुरो, अस्ट्रेलियामा तपाईले आफ्नो छोराछोरी पठाउनु भएको छ भनेदेखि सबैभन्दा पहिला तपाईले बुझ्नुपर्ने कुरा चाहिँ यो फाइनान्शियल पार्टमा हो अथवा चाहिँ आर्थिक रूपमा तपाईले को जुन छोराछोरीलाई यहाँ पढ्न पठाउनु भएको छ, चाहे ऋण गरेर होस् अथवा बैंकबाट ऋण लिएर होस् अथवा आफूसँगै भएको बचत खर्च गरेर होस्, तपाईले छोराछोरीलाई यहाँ पढ्न पठाउनु भएको छ भने अभिभावकको रूपमा तपाईको पहिलो कर्तव्य चाहिँ के हुन आउँछ भने आफ्नो छोराछोरीले अस्ट्रेलियामा खर्च धान्न कतिको सजिलोसँग सकिरहेका छन्। उनीहरूको कलेजको ट्युसन फी कति छ, हरेक 3 महिनामा अथवा 6 महिनामा यहाँ कलेजको फी तिर्नुपर्ने हुन्छ, त्यो कति छ त्यो तपाईलाई थाहा हुनुपर्छ। र त्यो सँगसँगै अरू यहाँ बस्ने लिभिङ कस्ट हामी जुन भन्छौँ, खाने बस्ने, यहाँ रेन्ट असाध्यै महँगो छ अनि ट्रेनको भाडाहरू पनि महँगो छ, ती बाहेक अरू आउने खर्चहरू त्यो कति लाग्छ भन्ने कुराको तपाईहरुलाई मोटामोटी हेका हुनुपर्छ। त्यो मैले किन भनिरहेको छु भने यहाँ जति पनि विद्यार्थीहरू डिप्रेसनमा गएका छन् र कतिपय केसहरूमा आत्महत्या गर्ने समेत स्थितिमा पुगेका छन्, त्यसमा एउटा प्रमुख कारण भनेको चाहिँ आर्थिक समस्या देखिया छ। बाबुआमाले अस्ट्रेलिया पठाइदिने, त्यसपछि बाबुआमाको आफ्नै आर्थिक अवस्थाले गर्दा पनि छोराछोरीलाई चाहिँ सहयोग गरिरहन नसक्ने स्थिति र उनीहरूले पनि आफूले सोचेको जस्तो यहाँ काम नपाउँदाखेरि र फेरि विद्यार्थीहरूलाई चाहिँ कामको लिमिटेसन पनि हुन्छ। पढाइ भइरहेको बेलामा चाहिँ हरेक 2 हप्ताको 48 घण्टाभन्दा बढी काम गर्न नपाउने भन्ने नियम छ यहाँ। सामान्यतया त्यो सबैलाई लागू हुन्छ, कुनै अपवादहरू हुन्छन्, बेग्लै कुरा हो। र त्यति कमाइले चाहिँ अस्ट्रेलियाको यो जुन महँगो जीवनशैली छ त्यसमा चाहिँ खाने बस्ने सबै खर्चहरू पुर्याउन गाह्रो हुन्छ। ट्युसन फी त अझै टाढाको कुरा भयो। त्यो केसमा चाहिँ हामीहरूले कहिलेकाहीँ ओभर एक्सपेक्टेसन राखिदिँदाखेरिमा चाहिँ छोराछोरीलाई तिमीहरू आफै गर, म अब सक्दिनँ, तिमीहरूले आफै कमाएर पढ्नु छ, एक हिसाबले ठिकै हो। उनीहरूलाई अलिकति आफै स्वावलम्बी बनाउनको लागि बाबुआमाले अलिकति पुस गर्नु ठिकै हो, तर फेरि त्यसको पनि एउटा सीमा हुन्छ। कहिलेकाहीँ उनीहरूलाई चाहिँ चाहिने भन्दा बढी बोझ दियो भनेदेखि त्यसको नकारात्मक असर पर्न सक्छ। त्यसैले एज अ प्यारेन्ट तपाईहरुले के गर्नु पर्यो भने आफ्नो छोराछोरीहरूलाई चाहिँ खर्च कति लागिरहेका छ, युनिभर्सिटीमा फी कति तिर्छन्, खाना बस्न कति छ, त्यसको मोटामोटी तपाईहरुलाई चाहिँ ज्ञान हुनुपर्छ र उनीहरुसँग बारम्बार तपाईहरुले चाहिँ त्यो बारेमा सल्लाह गर्नुपर्छ। बाबु तिमीले अथवा छोरी छोरा तिमीले कति कमाउँछौ, खर्च कति छ, कति अपुग भइरहेको छ, यी अथवा चाहिँ कहिलेकाहीँ कस्तो पनि भइदिन्छ भन्दाखेरिमा चाहिँ राम्रो जब छ, श्रीमान श्रीमती दुवैजना काम गर्छन्, मास्टर्स पढ्ने स्टुडेन्टको केसमा चाहिँ जस्तो श्रीमान विद्यार्थी छ भने श्रीमतीले फुल टाइम काम गर्न पाउने हुन्छ अथवा श्रीमती मास्टर्स गरिरहेछ भने उसले फुल टाइम
टाइम गर्नुहुन्छ भनेपछि कहिलेकाहीँ चाहिँ इभन कमाई थोरै सरप्लस पनि हुनसक्छ, यो खर्च गरेर बचत पनि हुनसक्छ भन्ने त्यो चाहिँ रेयर केसमा भयो। तर धेरै जस्तो केसमा ठिक्क हुने अथवा अझै धेरै केसमा चाहिँ अपुग्ने हुने हुन्छ विद्यार्थी कालमा। त्यो कुराहरू चाहिँ प्यारेन्ट्सले बुझिदिनुपर्छ। त्यसैले तपाईँले पठाइदिइसकेपछि उनीहरूलाई चाहिँ अनावश्यक प्रेसर, फलानुको छोराले यति पठाइसक्यो तिमीसँगै गएको हो, त्यो म आफैले पनि भोगेको छु। जस्तो म भर्खर विद्यार्थी भएर आउँदाखेरिमा चाहिँ मलाई मेरै दिदीले एकचोटि फोन गरेर भन्नुभएको थियो, बाबु तैँले त खोइ त्यति धेरै पैसा पनि पठाउँदैनस्, यहाँ छिमेकी अर्को भाइले गएर चाहिँ महिनाको यति पठाइराखेको छ। उहाँले के बुझ्नु भएन भने त्यो भाइले पढिरहेको कोर्सको फी कति हो, मैले पढिरहेको युनिभर्सिटीको फी कति हो, त्यो कुराहरू चाहिँ धेरै नै फरक पर्ने हुन्छ। कुनै सामान्य बिजनेस कलेजहरू र राम्रो युनिभर्सिटीको फीहरू धेरै नै महँगो, धेरै नै फरक पर्ने हुन्छ। त्यसैले अरूसँग कम्पेयर गर्दाखेरिमा फलानाको छोराले यति पठाइसक्यो, घडेरी जोडिसक्यो, सँगै गएको, तिमीहरू एकै दिन गएको अथवा एउटै कोर्स पढ्न गएको, तिमीहरूको त्यस्तो खाले प्रेसरहरू पनि कहिलेकाहीँ अभिभावकहरूले राम्रो इन्टेन्सनले गर्नु भएको हुन्छ, उहाँले अझै मोटिभेट गर्नु छोराछोरीलाई भनेर कहिलेकाहीँ चाहिँ त्यसले चाहिँ ब्याकफायर गर्न सक्छ। त्यसले उनीहरूलाई अझै बढी तनाव दिन सक्छ। त्यो कुरामा चाहिँ बुवा आमाले ध्यान दिनुपर्छ, अभिभावकहरूले ध्यान दिनुपर्छ। उनीहरूको खर्च एक्ज्याक्ट कति लाग्छ मोटामोटी भनौँ र उनीहरूले कति कमाइरहेका छन्, कति अपुग भइरहेका छ, त्यो कुराहरू चाहिँ तपाईँहरूले विचार गरिदिनुपर्छ। र त्यो अझै अगाडि कुरा भन्यो भने पढ्न पठाउनुभन्दा अगाडि नै प्लान गर्नुपर्ने कुरा हो त्यो चाहिँ। दोस्रो कुरा चाहिँ अभिभावकहरूले ध्यान दिनुपर्ने कुरा चाहिँ आफ्नो छोराछोरीहरू कस्तो सङ्गतमा छन् भन्ने कुरामा चाहिँ तपाईँहरूले निगरानी राख्नुपर्छ। जस्तो छोराछोरीलाई अस्ट्रेलिया पठाइदिनु भयो अथवा विदेश पठाइदिनु भयो, त्यो उनीहरू गइसकेपछि अब उनीहरू चाहिँ को साथीहरूसँग बसेका छन्, उनीहरूको रुममेटहरू कस्ता छन्, उनीहरू कस्तो सङ्गतमा छन् भन्ने कुरा चाहिँ अभिभावकहरूले ध्यान दिनुपर्ने हुन्छ। कहिलेकाहीँ के हुन्छ भने कम उमेरमै 18 वर्ष पुग्ने बित्तिकै 12 कक्षा सक्ने बित्तिकै छोराछोरीलाई पठाइएको हुन्छ। अनि उनीहरू को साथीसँग बसेका छन्, के गर्छन्, त्यो कुराहरूमा चाहिँ बाबुआमाले निगरानी नराख्दाखेरिमा चाहिँ कहिलेकाहीँ ग्याम्लिङमा चाहिँ एडिक्टेड हुने, यहाँ चाहिँ जुवाहरू खेल्ने ठाउँहरू प्रशस्त हुन्छन्, पोकर मसिनहरू जहाँ त्यहीँ हुन्छन्। अचेल त अझै मोबाइलमै डाउनलोड गरेर घरमै बसिकन पनि जुवा खेल्न पाउने सुविधाहरू छ। यो असाध्यै सजिलो छ अस्ट्रेलियामा बिग्रिनको लागि। त्यसैले मैले यो आफ्नो करियरको दौरानमा थुप्रै विद्यार्थीहरू ग्याम्लिङको कुलतमा फसेर पैसा सबै बर्बाद गरेको, नेपालमा बुवा आमालाई विभिन्न बहाना बनाएर पैसा मगाइरहने, यहाँ साथीभाइहरूसँग ऋण लिइरहने, हरेक बहाना भन्ने, कहिले ट्युसन फी पुगेन भन्ने, कहिले भाडा तिर्न पुगेन भन्ने, म तिरिहाल्छु भने त्यसरी चाहिँ ऋणको दलदलमा फस्ने र अलिकति बाउ आमाले पैसा पठाएन त्यो पैसा गरेर फेरि तुरुन्तै जुवामा हारेर सिध्याउने, त्यस्तो खाले चाहिँ प्रवृत्तिहरू धेरै नै देखिएको छ। त्यसैले तपाईँहरूले चाहिँ आफ्नो छोराछोरी कस्तो खाले सङ्गतमा छ, को साथीसँग बस्छ, सँगै रुममेटमा बस्छ, आफ्नो छोरालाई मात्रै साथी होइन कि उसका रुममेटहरूसँग पनि तपाईँले चाहिँ इन्टरेक्सन गर्ने, के छ बाबु, के छ नानी, कस्तो भइरहेको छ, उनीहरूसँग पनि एक हिसाबको चाहिँ सँग टचमा रहने। तपाईँ फेसबुकमा हुनुहुन्छ भने उनीहरूलाई पनि फ्रेन्ड रिक्वेस्ट पठाउने, उनीहरूसँग पनि उनीहरूको पनि एक्टिभिटिजहरू तपाईँले निहाल्ने। त्यो गर्नुभयो भनेदेखि चाहिँ आफ्नो छोराछोरीहरू कुन ट्र्याकमा गइरहेका छन्, यो हामी सङ्गत गुनाको फल भन्छौँ नि होइन, कस्तो खाले सङ्गत छ त्यो अनुसारको चाहिँ रिजल्ट आउने हुन्छ। त्यसैले त्यो कुराहरूमा चाहिँ तपाईँले उनीहरू कोसँग बस्छन्, कस्तो साथीहरूसँग सङ्गत गर्छन्, यी कुराहरूमा चाहिँ निगरानी गर्नुपर्छ। अहिलेको टेक्नोलोजीको जमानामा त्यो अलिकति सजिलो कुरा पनि हो। अब तेस्रो चाहिँ तपाईँहरूले छोराछोरीहरू कस्तो अवस्थामा छन् भनेर थाहा पाउने एउटा अर्को तरिका भनेको सामाजिक सञ्जालको प्रयोग पनि हो। हामीले के देखिरहेका हुन्छौँ भने प्राय गरेर जो विद्यार्थीहरू चाहे पोकरमा अथवा चाहिँ यो जुन ग्याम्लिङमा चाहिँ फसेको छ अथवा चाहिँ लागु पदार्थमा फसेको छ अथवा चाहिँ कुनै हिसाबले डिप्रेसनमा छ, त्यस्तो खाले अवस्थामा चाहिँ उनीहरूको एउटा सङ्केत चाहिँ तपाईँले के पाउन सक्नुहुन्छ भने उनीहरू सामाजिक सञ्जालमा त्यति धेरै एक्टिभ हुन रुचाउँदैनन्। जो त्यो खाले आफै दुर्व्यसनमा फसेको छ भने उसलाई त्यो सामाजिक सञ्जालमा अरूले के गरिरहेको छ मतलब पनि हुँदैन, ऊ आफ्नै चिन्तामा हुन्छ भने ऊ सामाजिक सञ्जालको एकदमै कम प्रयोग गर्ने, अनि कोहीसँग पनि सम्पर्कमा नरहन खोज्ने, बुवा आमाले फोन गर्दाखेरि पनि नउठाइदिने अथवा कयौँ दिनसम्म सम्पर्कविहीन हुने, अनि प्रोफाइलहरू लक गरिदिने, कसैले हेरेर नमिल्ने बनाउने, अनि कतिपय तपाईँले देख्नुहुन्छ प्रोफाइल पनि अलि अनौठो किसिमको चाहिँ राखिदिने, काहीँ चाहिँ धुवाहरू जस्तो राखिदिइराखेको मैले देखिरहेको हुन्छु, काहीँ भगवानको फोटोहरू जस्तो राखेको, कतै चाहिँ अलिकति के अवतारहरू राखेको, त्यस्तो खाले चाहिँ केसहरू अलिकति पहिला त्यस्तो थिएन। अहिले अस्वाभाविक रूपमा चाहिँ सामाजिक सञ्जालमा ऊ एकदमै निष्क्रिय भएको छ अथवा उसको चाहिँ त्यहाँ केही परिवर्तनहरू देखेको छ भने त्यो कुराहरूमा पनि तपाईँले निगरानी राख्नुपर्छ। अनि कतिपय केसहरूमा कस्तो हुन्छ भने उनीहरू सामाजिक सञ्जालमा चाहिँ कम एक्टिभ हुने अथवा बुवा आमाहरूलाई नै फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्ने अथवा उहाँहरूलाई ब्लक गर्ने, फ्यामिलीहरू सबैलाई चाहिँ ब्लक गरिदिने, अब त्यस्तो देख्यो भने त्यो चाहिँ एउटा सङ्केत हो उनीहरू कुन लाइनमा छ, के गरिरहेका छन् भन्ने कुरामा तपाईँहरू अझै धेरै चिन्तित हुनुपर्ने एउटा चाहिँ कारण त्यो पनि हुनसक्छ। अब चौथो चाहिँ तपाईँको जस्तो आफन्तहरूको सम्बन्ध जुन हुन्छ, अस्ट्रेलियामा तपाईँले आफ्ना साथीभाइहरू नातेदारहरू छन् भनेदेखि उनीहरूलाई चाहिँ भन्नुपर्छ, ए मेरो छोराछोरी त्यहाँ छ, उनीहरूलाई चाहिँ यसो बारम्बार के फोन गर्ने अथवा कहिलेकाहीँ घरमा बोलाउने, के भइरहेछ न तिमीहरूले सोधखोज गर है भनेर तपाईँले उताबाट फलोअप गर्नुभयो
भने त्यहाँबाट पनि कतिपय कुराहरू थाहा लाग्न सक्छ र यदि उनीहरू कुनै किसिमको दुर्व्यसनमा लागेका छन् भने यहाँ भएका आफन्तहरूको पनि सम्पर्कमा नआउने, फोन गर्दा पनि नउठाउने अथवा विभिन्न बहाना बनाएर अभोइड गर्ने त्यो किसिमको चाहिँ सम्भावना बढी हुन्छ। त्यो पनि एउटा चाहिँ सङ्केत हुन सक्छ कि उनीहरू राइट ट्र्याकमा छैनन् भन्ने किसिमको एउटा चाहिँ सङ्केत हुन सक्छ। त्यो भने तपाईँले आफन्तहरूको सहयोग लिएर, साथीभाइको सहयोग लिएर उनीहरूलाई चाहिँ कसरी सम्पर्कमा ल्याउने, कसरी यदि दुर्व्यसनमा फसिसक्यो भने कसरी उपचारतिर लाने, त्यो कुराहरूमा चाहिँ तपाईँको यहाँ भएका आफन्तहरू अथवा साथीभाइहरूले त्यसमा मद्दत गर्न सक्छन्। त्यो कुरामा पनि तपाईँले याद गर्नुपर्छ। अब अर्को पाटो भनेको चाहिँ कतिपय केसहरूमा हामीले के देखिरहेका छौँ भने नेपालमै हुँदाखेरि यहाँ पनि छोराछोरीहरू कुलतमा फसिसकेको छन्। विशेष गरी लागु पदार्थको दुर्व्यसनी भइसकेका छन् भने यसलाई अस्ट्रेलिया पठाइदिन पाए यो सुध्रिन्थ्यो, त्यहाँ चाहिँ लागु पदार्थ पाइँदैन थियो, त्यसपछि खाने बानी छोड्थ्यो भनेर पनि जबरजस्ती छोराछोरीलाई पठाएको हामीले यता कदा भेट्छौँ। त्यो चाहिँ रङ हो। यदि तपाईँको छोराछोरीमा त्यो किसिमको कुलत छ भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ अथवा शङ्का छ भनेदेखि चाहिँ त्यस्तो अवस्थामा चाहिँ उहाँहरूलाई जबरजस्ती अस्ट्रेलिया नपठाइदिनु होला। किनभने यहाँ उनीहरू झन् एक्लो हुन्छन्। यहाँ लागु पदार्थ सबै खाले ड्रग्स पाउनलाई यहाँ सजिलो छ, सम्भव छ। त्यो हुनाले अस्ट्रेलिया आउँदैमा यहाँ ड्रग्स नपाइने, उनीहरूले चाहिँ लागु पदार्थ खान नपाउने त्यो भन्ने हुँदैन। यहाँ पनि पाइन्छ। यहाँ झन् बुवाआमाको निगरानी नभएपछि उनीहरू झन् अझै स्वतन्त्रता उनीहरूले चाहिँ फिल गर्न सक्छन्। त्यसैले यदि कुनै किसिमको दुर्व्यसनमा तपाईँका छोराछोरी फसेका छन् भने उनीहरूलाई तपाईँहरूले राम्रोसँग उपचार गरेर अब यो फेरि दोहोरिँदैन भन्ने कुरामा आफू निश्चिन्त भएपछि मात्रै अस्ट्रेलिया पठाउनको लागि चाहिँ हामी सुझाव दिन्छौँ। कतिपय केसमा दुर्व्यसनमा परेको छोराछोरीलाई जबरजस्ती बिहा गरेर अस्ट्रेलिया पठाइदिने, त्यहाँ गएपछि बिहा पनि गरिसकेपछि सुध्रिहाल्छन् र त्यसरी सुध्रिँदैन। यो त्यो खाले दुर्व्यसनमा परिसकेकोहरूलाई चाहिँ एकदमै राम्रोसँग उपचार गरेर रिह्याबमा राखेर हुन्छ कि अरू साइकियाट्रिस्टहरू अथवा के उपचार गरेर हुन्छ त्यो गरेर उनीहरूलाई पूर्ण रूपमा निको बनाएपछि मात्रै अस्ट्रेलिया पठाउने बारेमा सोच्नुपर्छ। यहाँ गएपछि सुधेर्ला भन्ने हिसाबले चाहिँ पठाउनु हुँदैन। मैले यो भिडियोमा चाहिँ किन यसरी यो कुरा गरिरहेको छु भने यो मानसिक स्वास्थ्यको समस्या, डिप्रेसन जस्तो समस्याहरू, लागु पदार्थको समस्या र ग्याम्बलिङको समस्या हामीले असाध्यै धेरै सङ्ख्यामा अचेल देखिरहेका हुन्छौँ। कतिपय केसमा नेपालबाट बुवाआमाहरूले सहयोग मागिरहनु भएको हुन्छ। यहाँका एनआरएन जस्तो सङ्घ संस्थाहरूलाई पनि नेपालबाट धेरै फोन आइरहेको हुन्छ, कति एम्बेसीमा फोन आइरहेको हुन्छ। कतिपय केसहरूमा सहयोग गर्न सकिने स्थिति हुन्छ, कतिपय केसमा नसकिने स्थिति हुन्छ। त्यसैले आफ्ना छोराछोरीहरूलाई चाहिँ यदि पठाइसक्नु भएको छ भनेदेखि र यदि यो खाले समस्या छ भने तपाईँले सकेसम्म चाँडै उनीहरूलाई कसरी उपचारतर्फ लाग्ने, जस्तै मानसिक समस्या छ, दुर्व्यसनको समस्या छ, यी सबै कुराहरूलाई चाहिँ सबै कुराहरूको उपचार हुन्छ। अस्ट्रेलियामा ग्याम्बलिङको लागि पनि हेल्पलाइनहरू अवेलेबल छन्, दुर्व्यसनीको लागि पनि उपचारहरू छन्, मानसिक स्वास्थ्यको उपचार पनि यहाँ राम्रो छ। तर सकेसम्म चाँडै उनीहरूलाई चाहिँ त्यो उपचार गराउने ठाउँमा चाहिँ पुर्याउनु पर्यो। त्यसमा तपाईँले अस्ट्रेलियामा भएका आफन्तहरूको सहयोग लिन सक्नुहुन्छ र आफै पनि यहाँ आउन मिल्छ। जेनरली अस्ट्रेलियामा पढिरहेका विद्यार्थीको अभिभावकहरूलाई अस्ट्रेलियामा आउनको लागि भिजा नदिने भन्ने सामान्यतया हुँदैन, पाइन्छ भिजा। त्यसै आफै आएर लिएर फर्कने हो कि अथवा यहाँ उपचार गर्ने कि त्यो कुरामा ध्यान दिनुपर्छ। र हामी के चाहँदैनौँ भने विदेशमा गएर आफ्नो भविष्य उज्जवल बनाउला, बाबुआमालाई आफूलाई बुढेसकालमा पनि एउटा सहारा होला, उसको छोराछोरीको भविष्य राम्रो होला नपठाएको छोराछोरीको यहाँ आएर दुर्व्यसनमा फस्ने र ग्याम्बलिङ जस्तो एडिक्सनहरू अथवा चाहिँ ड्रग्सहरूको चाहिँ अब्युजमा लाग्ने अनि कतिपय केसहरूमा एकदमै सिभियर मानसिक स्वास्थ्य बिग्रिएर चाहिँ सुसाइडहरू समेत गर्ने त्यस्तो केसहरू जुन देखिरहेको छ, त्यस्तो घटनाहरू नदोहोरिउन्। हाम्रो कम्युनिटीमा कुनै पनि त्यस्ता खाले समाचारहरू फेरि पनि सुन्न नपरोस्। त्यसको लागि अस्ट्रेलियामा रहेको नेपाली समुदाय सँगसँगै नेपालबाट अभिभावकहरूले पनि एउटा प्रोएक्टिभ रोल चाहिँ खेल्नुपर्छ। अनि अस्ट्रेलियामा यस्ता खाले समस्याहरूको यदि छ भनेदेखि त्यसको लागि सहयोग गर्ने विभिन्न सङ्घ संस्थाहरू छन्। तिनीहरूको चाहिँ एड्रेसहरू, तिनीहरूको जुन वेबसाइटको एड्रेसहरू, त्यहाँबाट पनि तपाईँहरूले चाहिँ सम्पर्क गरेर अथवा नेपालमा भएका आफन्तहरू, अस्ट्रेलियामा भएका आफन्तहरूलाई कन्ट्याक्ट गर्न लगाएर पनि उपचारमा छोराछोरी यदि त्यो समस्यामा परिसकेका छन् भने उनीहरूको उपचारको लागि चाहिँ सहयोग लिन सक्नुहुन्छ। र कतिपय केसहरूमा चाहिँ अघि मैले भनिहालेँ आफै आएर पनि त्यो प्रोसेसमा तपाईँहरू आफ्नो छोराछोरीसँग सँगै इन्भल्भ भएर तपाईँहरूले चाहिँ उनीहरूको उपचारमा हेल्प गर्न सक्नुहुन्छ। यस्तै खाले अरू भिडियोहरू पनि म पछि युट्युबमा राख्दै जानेछु। यो मानसिक स्वास्थ्य अथवा ड्रग्सको बारेमा अथवा चाहिँ हाम्रो कम्युनिटीमा भएका समस्याहरूको बारेमा, यहाँ आएका विद्यार्थीले भोगिरहेको समस्याको बारेमा हामी अरू पनि भिडियोहरू लिएर आउने नै छौँ। आजको लागि यति नै।